नमस्कार दर्शकवृन्द, म राज कार्की झापाबाट सुन चाँदी पसल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आजको ताजा सुन चाँदी दरभाउ लिएर उपस्थित भएको छु। आज बजार खुल्दा सुन र चाँदीको मूल्यमा कस्तो फेरबदल आयो त? कि आज भाउ घट्यो वा बढ्यो? धेरैको चासोको विषय बनेको आजको आधिकारिक रेट र बजारको अवस्थाबारे हामी यो भिडियोमा चर्चा गर्नेछौँ। भिडियो अन्तसम्म हेर्नुहोला ताकि तपाईले कुनै पनि महत्त्वपूर्ण जानकारी नछुटाउनुहोस्। यदि तपाईँ गहना बनाउने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि निकै फलदायी हुनेछ। तपाईहरूलाई थाहा नै होला, वैशाख महिनामा व्रतबन्ध, जन्मोत्सव, बिहेको सिजन नजिकिँदै जाँदा नेपालमा सुनको माग बढ्न सक्छ, जसले गर्दा स्थानीय बजारमा केही चाप पर्न सक्छ। त्यसैले उपयुक्त अवसर हेरेर आफ्नो निर्णय लिनु बुद्धिमानी हुनेछ। आज 2083 जेठ महिनाको 7 गते बिहीबार। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला 2,93,800 रुपैयाँ कायम गरिएको छ। विगतका केही ठूला उतार चढावपछि आज सुन 2,93,000 को लाइनमा आइपुगेको छ, जसले 3 लाखको बिन्दुबाट उपभोक्तालाई केही राहत दिएको स्पष्ट पार्छ। त्यस्तै पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै 5,300 भन्दा माथि पुगेको चाँदीको मूल्यमा पनि आज केही गिरावट आएको छ। आज चाँदी प्रतितोला 5,050 रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी 5,000 को बिन्दु नजिक ओह्रालो लाग्नुले साना गहना र सिक्का किन्ने ग्राहकहरूका लागि राहतको सङ्केत गरेको छ। तपाईलाई के लाग्छ? यो साता सुनको भाउ अझै घट्ला कि फेरि बढ्ला? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। दैनिक रूपमा यस्तै आधिकारिक र विश्वसनीय सुनचाँदीको अपडेटका लागि हाम्रो च्यानल सुन चाँदी पसललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र शेयर गरिदिनुहोला। भोलि फेरि नयाँ अपडेटका साथ भेट्नेछौँ। धन्यवाद।